हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु स्मार्ट नेपाली युट्युब च्यानल। आज चाहिँ हामी पिसिएल नर्सिङको इन्ट्रान्स एक्जामको मोडल क्वेसनको बारेमा हेर्नेछौँ। सो पिसिएल नर्सिङको इन्ट्रान्स एक्जाममा तपाईहरुलाई 45 मार्क्सको क्वेसनहरु सोधिनेछ, जसमा 20 मार्क्सको इंग्लिशको क्वेसन हुन्छ, 25 मार्क्सको साइन्सको क्वेसन हुन्छ र 30 मार्क्सको म्याथको क्वेसनहरु हुन्छ। र यो क्वेसनहरु तपाईले 1 घण्टा र 45 मिनेटमा भ्याउनु पर्ने हुन्छ। सो अब चाहिँ हामी इन्ट्रान्स एक्जामको मोडल क्वेसनहरु हेर्नेछौँ। सो यो क्वेसन चाहिँ 2081 को इन्ट्रान्स एक्जाममा सोधिएका क्वेसनहरु हुन्। पहिलो क्वेसन रहेको छ, पहिलो फर्स्टमा चाहिँ इंग्लिशको क्वेसनहरु रहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ 20 मार्क्सको इंग्लिशको क्वेसनहरु छ र यहाँ 25 मार्क्सको साइन्सको क्वेसन छ र 30 मार्क्सको चाहिँ तपाईको म्याथको क्वेसनहरु छ। अब चाहिँ यो क्वेसनहरु हामी सोल्भ गर्ने छौं। सो फर्स्ट क्वेसन रहेको छ सी शट द डोर। यसका अप्सनहरु रहेका छन् वन्ट सी, डजन्ट सी, डिडन्ट सी एन्ड इजन्ट सी। सो यसको सही उत्तर रहेको छ डिडन्ट सी। अप्सन नम्बर सी इज द करेक्ट आन्सर अफ क्वेसन नम्बर ए। अर्को क्वेसन रहेको छ लेट्स स्टप हियर। यसका अप्सन रहेका छन् अप्सन ए विल यू, अप्सन बी shall we, अप्सन सी won't we, अप्सन डी shalln't you। यसको सही आन्सर रहेको छ अप्सन बी shall we। थर्ड नम्बर क्वेसनमा छ एभ्री प्रिपरेसन द फर द एक्जाम दैट विल अपियर इन अ हाफ आवर्स। यसका अप्सन रहेका छन् इट्स मेकिङ, had been made, are being made एन्ड has made। यसको सही आन्सर रहेको छ अप्सन बी has been made। र अर्को 4 नम्बर क्वेसनमा रहेको छ why don't you get the shoes dot they look chubby। यसका अप्सनहरु रहेका छन् अप्सन ए polished, अप्सन बी to be polished, अप्सन सी to polish, अप्सन डी polishing। सो यसको सही आन्सर रहेको छ अप्सन ए polished। र अर्को क्वेसन रहेको छ neither of you parents careless। र यसका अप्सन रहेका छन् अप्सन ए are, अप्सन बी इज, अप्सन सी has एन्ड अप्सन डी have। यसको सही उत्तर रहेको छ अप्सन बी इज। र 6 नम्बरमा क्वेसन रहेको छ द वाटर इन दिस बोटल्स डट नट ड्रिंकेबल। यसका अप्सन रहेका छन् have, has, are, is। यसको सही उत्तर रहेको छ अप्सन डी इज। द वाटर इन दिस बोटल्स इज नट ड्रिंकेबल। र अर्को छ क्याटल डट इन दिस पास्चर राउन्ड द इयर। यसका अप्सन रहेका छन् अप्सन ए ग्रेज, अप्सन बी इज ग्रेज, अप्सन सी आर ग्रेजिङ एन्ड अप्सन डी ग्रेजेस। यसको सही उत्तर रहेको छ अप्सन ए ग्रेज। क्याटल ग्रेज इन दिस पास्चर राउन्ड द इयर। र अर्को क्वेसन रहेको छ यु सुड नट लाफ डट अदर्स। यसका अप्सन रहेका छन् टु, अन, एट र बाई। यसको सही उत्तर रहेको छ अप्सन सी एट। र अर्को क्वेसन रहेको छ डु यु वान्ट टु स्पिक डट मी अबाउट एनिथिङ। यसका अप्सन रहेका छन् टु, वेट, बाई एन्ड फ्रम। यसको सही आन्सर रहेको छ टु। डु यु वान्ट टु स्पिक टु मी अबाउट एनिथिङ। र अर्को क्वेसन रहेको छ डट ही इज रिच, he never spend money for the education of his child। यसको अप्सन रहेको छ अप्सन ए although, because, dear, in spite of। यसको सही आन्सर रहेको छ although। Though he is rich, he never spends money for the education of his child। So option A is the correct answer। अर्को क्वेसन रहेको छ our eyes met when crossing the street didn't greet each others। यसका अप्सनहरु रहेका छन् अप्सन ए but, अप्सन बी and, अप्सन सी because एन्ड अप्सन डी so। सो यसको सही आन्सर रहेको छ अप्सन ए but। our eyes met while crossing the street but didn't greet each other। र 12 नम्बरमा क्वेसन रहेको छ you have given me डट useful book। यसको सही आन्सर रहेको छ अप्सन बी such a। you have given me such a useful book। र अर्को क्वेसन रहेको छ डट water in the glass is pure। र यसको सही उत्तर रहेको छ अप्सन ए the water। the water in the glass is pure। र अर्को क्वेसन रहेको छ my sister dot down while she was running। A fall, has fallen, fell and falls। So the correct answer is option C fell।
My sister fell down while she was running. र 15 नम्बरमा क्वेसन रहेको छ she thanked me for what I ... for her. यसको सही आन्सर रहेको छ अप्सन डी had done. She had thanked me for what I had done for her. र अर्को 16 नम्बरमा क्वेसन रहेको छ if you were older you ... much more sense. यसको सही आन्सर रहेको छ अप्सन सी would have. If you were older you would have much more sense. 17 नम्बर क्वेसनमा रहेको छ if it ... you will stay inside. सो यसको करेक्ट आन्सर चाहिँ अप्सन बी rains. If it rains you will stay inside. अर्को क्वेसन 18 नम्बरमा क्वेसन रहेको छ she asked him where ... going. सो यसको सही आन्सर रहेको छ he was. She asked him where he was going. 19 नम्बरमा क्वेसन रहेको छ he helped me now I will help you ... this year. So the correct answer is later. र इंग्लिश क्वेसन को लास्ट 20 नम्बरमा रहेको छ the tea ... bad I can't drink it. यसको सही आन्सर रहेको छ अप्सन सी smells. The tea smells bad I can't drink it. अब साइन्स को क्वेसन तिर लागौं हामी.